दुर्दीको लेख जडी र बुटी धान्झुल्ने फाँटमा पौरखी बन्न बोलीमा भन्दा साथा देऊ हातमा। कृषिमा आत्मनिर्भर हुने दुर्दीको अभियान श्रम र सिप माटोमा खनाई बढाऊ स्वाभिमान। मुलुकको भविष्य सपना र सम्भावनाको खानी बन्न थालेको छ दुर्दी गाउँपालिकाको भूगोल। पहाड पर्वत र देउराली अनि सेतम्मे दन्ते लहर जस्तै देखिने हिम श्रृङ्खलाबाट बर्सिएको प्रकृतिको अनुपम उपहार हो दुर्दी गाउँपालिका। घर व्यवहारको बोझ, बालबच्चाको उज्जवल भविष्यको सपना सबैलाई साकार बनाउन परदेशवासी प्रचलनले नाङ्गो बनेका दुर्दीका सबै खेतबारीहरू अहिले बिस्तारै अकबरे खुर्सानीले ढकमक्क हुन थालेको छ। लाग्छ दुर्दीका पाखाहरूमा रातो हिरा उब्जदैछ। लमजुङ जिल्लाका 8वटा स्थानीय निकाय भन्दा पृथक रूपमा चिनाउन प्रयासरत दुर्दी गाउँपालिकाले कृषिमा व्यवसायीकरण गरी आत्मनिर्भर बनाउने अभियानलाई सार्थकता दिन होस्टेमा हैसे गर्दै किसानहरू लागे रातो हिरा अर्थात् अकबरे खुर्सानी उब्जाउन। मेरो नाम राजु दुलाल हो। मेरो घर दोर्दी 4 यो हटिया टोल भन्छ यसलाई, हटिया टोल हो। र पोहोरको वर्षमा हाम्रो विशेष गरिकन वडाबाट अनि त्यस पछाडि पालिकाबाट एउटा यो अकबारेको विषयमा एक दिनको गोष्ठी भएको थियो। अनि त्यो एक दिनको गोष्ठी हुँदाखेरिमा धेरै कुराहरू सिक्ने मौका पाइयो। र त्यस पछाडि अब त्यति मेसोमेलो नभएको, त्यति नजानेको नबुझेको त्यो हल्का थोरै सिकाइले हामी लगाऊँ न त के कसो हुँदो रहेछ भनेर विचार गर्नको लागि जम्मा 1 रोपानी पनि पुरा छैन, लगभग आधा रोपानी हो यो। आधा रोपानीमा 540वटा बिरुवा लगाएको जम्मा। अनि त्यस पछाडि पालिकाबाट हामीलाई अनुदान स्वरूप मर्जिङ प्लास्टिक अनि त्यस पछाडि बिउ बिजन, त्यस पछाडि हामीलाई यो दबाईको लागि पनि पालिकाबाट निशुल्क सहयोग भयो। यसको लागि हामी हृदयबाट धन्यवाद दिन्छौँ हाम्रो कृषि शाखा पालिकालाई। पोहोर हामीले भनौँ मैले यहाँ लगाएको माबाट चाहिँ यो आधा रोपानीबाट चाहिँ 2,50,000 रुपियाँ चाहिँ कमाउन सफल भएँ। पोहोर चाहिँ हामीले यहाँ 7 जनाले लगाएको थियौँ भने अहिले चाहिँ मेरो मात्रै 20 रोपानी छ, नयाँ 20 रोपानी लगाएको छु। र धेरैजना हाम्रो यो टोल बस्तीले सबैले कसैले 2 हलको, कसैले 3 हलको, कसैले 1 हलको सबैजनाले लगाउनु भएको छ। र यो चाहिँ मैले के अनुभव गरेँ भन्दाखेरिमा तपाईँको साउनबाट चाहिँ तपाईँको हप्तामा 2 चोटि पाक्दो रहेछ। यो हप्ताको 2 चोटि टिप्न सफल भयौँ हामी। नमस्ते हजुर। एक खुर्सानीको पैसाले मैले सानो किराना पसल पनि खोल्न पाएँ है। यो खुर्सानीको पैसाद्वारा चाहिँ धेरै राम्रो भइरहेको छ। मेरो श्रीमान विदेश हुनुहुन्थ्यो, तर अहिले चाहिँ घरमै हुनुहुन्छ। हामी कसैको कमाइ नभए तापनि यो खुर्सानीबाट चाहिँ जे होस् हामीलाई चाहिँ एकदमै सजिलो भइरहेको छ। घर खर्ची चलाउनलाई, दुख बिमारी हुँदाखेरि यताउता यातायात गर्नलाई एकदमै राम्रो भइरहेको छ। खुर्सानीमै भविष्य देख्नुहुन्छ तपाईँले? होइन, म त देखेको छु। अरूले त के भन्नुहुन्छ है, तर मलाई चाहिँ जे होस् मेहनत पनि गरेको छु, त्यो मेहनत अनुसारको मैले चाहिँ फल पनि पाएको छु। अनि मैले चाहिँ यो खुर्सानी चाहिँ
पहिला सुरुमा फलेको चाहिँ मैले 450मा बेचेँ अनि त्यसपछिको चाहिँ अहिले 380मा चाहिँ मेरो गइराखेको छ। अहिले चाहिँ हामीलाई चाहिँ पालिकाले चाहिँ बिउ दिनुभयो 50% र प्लास्टिक पनि हामीलाई चाहिँ 50% दिनुभयो र अब उताबाट नि हामीले धेरै सहयोग पायौँ र हामीले चाहिँ पहिला मैले चाहिँ एक बिहान लगाएको थिएँ, अहिले चाहिँ मैले चाहिँ 2 रोपनी लगाएको छु। नमस्कार। नमस्ते हजुर त राम्रो फलाउनु भएको छ खुर्सानी त के छ त अरू न्यानोहरू हजुर खोर्सानी लगाएको छौँ कि अब यहाँ यो जराको यो ठुलो पात छ नि सर, हजुर यो समस्या के हो सर? यो ठुल्ठुलो पात भइरहेको छ। होइन यो ठुलो पातहरू अब जस्तै यो छ नि नर्मल पात भयो, अब यो अत्याधिक ठुलो छ भने यसले हामीले के गर्छ भने हामीले चाहिने खाद्य त अलिक बढी लिन्छ क्या यसले, सकेसम्म यसलाई हटाइदिएको राम्रो क्या। सैद्धान्तिक रूपमा सिकेका ज्ञान र सिपलाई व्यवहारिक रूपमा उतार्नु नै कृषिको महत्त्वपूर्ण पक्ष हो। भनिन्छ कामले कामलाई सिकाउँछ। रैथाने प्रविधिको ज्ञानलाई दक्ष प्राविधिकसँगको सरसल्लाहसँग समायोजन गराउन सके दोर्दीमा अकबरे खुर्सानी साँच्चै रातो हिराको रूपमा चिनिन सक्छ। यसलाई चाहिँ ब्याक्टेरियल बलाइट भन्छ हामीले कि, जस्तै यो पात तलबाट छ नि त धेरै ठाउँमा देख्नुभयो भर्खर बिरुवा हुँदै हुर्किँदै गरेको पात झर्नलाई पहिलो हुँदै झर्न जाने क्या, झर्दै जाने, त्यो भनेको ब्याक्टेरियल बलाइट हो क्या। दिनभरि एकदम गर्मी रातिमा चिसो भएपछि अब मान्छेले रुगा लाग्छ नि त, त्यस्तै बिरुवालाई ब्यालेन्स गर्न नसकेर पातहरू मरिरहेको छ कि। कृषिमा विविधतासँगै व्यावसायिकता भित्राएर किसानलाई आर्थिक मजबुत बनाउने दोर्दी गाउँपालिकाको अभियानमा मलजल थप्न दोर्दी साना किसान कृषि सहकारी उभिँदै आएको छ। आर्थिक रूपमा विपन्न भएका किसानलाई परामर्श, तालिम, अनुदान आदिको व्यवस्थापन गरी कृषिमा विविधता ल्याउन सके कृषकलाई कृषि पेसामा आकर्षित गराउन सकिन्छ। जब किसानलाई कृषि पेसामा विश्वास र हिम्मत जगाउन सकिन्छ तब फालिएको बाँझो जग्गालाई पुनः हरियाली बनाउन पक्कै सकिन्छ। मेरो नाम सुकबहादुर गुरुङ, म यहाँ दोर्दी गाउँपालिका वडा नम्बर 4 को पूर्व वडाध्यक्ष पनि र हाल चाहिँ दोर्दी गाउँपालिका स्तरीय एउटा साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष पनि हो। र खासै भन्नुपर्दा यो जनताको ग्रास लेभलमा चाहिँ जनतालाई आकर्षित गराएर, जनतालाई सम्झाएर बुझाएर अगबारे खोर्सानी उत्पादन गरेर चाहिँ जनतालाई एउटा चाहिँ आर्थिक समस्याबाट कसरी समाधान गर्ने, विपन्न वर्गकोमा चाहिँ अनुदान पुर्याउने, विपन्न वर्गलाई चाहिँ एउटा जति पनि चाहिँ आर्थिक पीडितहरू छ तिनीहरूको समस्या समाधान हुने गरी सबैको यो बाँझो जग्गालाई पनि व्यवस्थापन गर्ने लक्ष्यको साथ अगाडि बढ्ने भनेर हामीले यो कार्यक्रम तयारी गरेका हौँ। र त्यसको साथसाथै हामीले दोर्दी गाउँपालिका स्तरीय यो साना किसान कृषि सहकारी संस्था मार्फत अहिले 12 रोपनी जग्गामा हामीले खोर्सानी लगाएका छौँ, यो अगबारे खोर्सानी। र त्यो अगबारे खोर्सानी दोर्दी गाउँपालिकाले मल्चिङ प्लास्टिक अनुदान अनि त्यसको बिउ लगायतको चाहिँ सहायता दोर्दी गाउँपालिकाले गर्नुभएको छ। र बेला बेलामा प्राविधिकलाई समस्या जे समस्या देखिन्छ हामीले त्यो उत्पादनमा जो सुरु बिरुवादेखिको चाहिँ समस्याहरू, अब त्यसलाई चाहिँ खाद्य तत्त्व के चाहिन्छ ती विषयमा चाहिँ प्राविधिकहरूसँग हामी सल्लाह गर्दैछौँ। सबैकुरा हामीले राम्रो हुन सक्यो भने 12 रोपनीमा कम्तीमा पनि हामीले 10 लाख 12 लाखसम्म चाहिँ दिने हाम्रो लक्ष्य छ। एक थुकी सुकी 100 थुकी नदी भने झैं अकबरे खुर्सानीसँगै अन्य खेती सामूहिक रूपमा गर्न सके जीवनको आधारशिला कृषि पेशा सम्मानित र परिणाममुखी भई परिवर्तनको वाहक बन्न सक्ने कुरालाई मनन गरी दोर्दी गाउँपालिकाले हरेक किसानको हातमा पैसा मनमा खुसी भित्राउने लक्ष्यका साथ कृषि अभियान सुरु गर्यो। महत्त्वपूर्ण हुन्छ। हामीले बिरुवा हुर्किसके पश्चात चाहिँ
अब हामी यो यति बेला बिरुवा रोप्ने समयमा आइसके पश्चात चाहिँ हामीले के गर्नुपर्छ भने यो यति साइजको बिरुवा रोप्न उपयुक्त भयो तर यो बिरुवा उमेरको हिसाबले चाहिँ बढी हुनु हुँदैन तपाईँको बिउ खसालिसकेदेखि 50 देखि 60 दिनको बिरुवा चाहिँ लगाउँदा पनि उपयुक्त हुन्छ अब बिरुवाहरू हामीले नर्सरीबाट उखेलेर ल्याइसके पश्चात हामीले बिरुवाहरू अलिकति माटोसँग भएको चाहिँ बिरुवा राम्रो हुन्छ यो तपाईँहरूले यसरी जरा राख्नु भएको छ तर माटोसँग भएको बिरुवा चाहिँ ल्याउने र माटोसँग ल्याइसके पश्चात हामीले बिरुवालाई रोप्ने भनेको यो बिरुवाको जति चाहिँ जराको पार्ट चाहिँ नर्सरीमा गएको छ त्यति नै पार्ट हामीले नै रोप्नुपर्ने हुन्छ तपाईँको यो नर्सरीको त्यो छ नि त्यो सेतो पार्टभन्दा माथि अलिक बढी रोप्यो भने चाहिँ खास त्यसको चाहिँ के हुन्छ एकदम राम्रो कुरा गर्नुभयो यसमा चाहिँ हामीले यो नर्सरीको जुन जराको पार्ट चाहिँ माटोमा गढेको छ त्योभन्दा माथि बिरुवा रोप्दाखेरि चाहिँ यसको पार्ट चाहिँ डाइरेक्ट माटोसँग हिलोसँग टच हुँदाखेरि चाहिँ यसको बाहिरको लेयर चाहिँ एकदम कमजोर हुन्छ जस्तो लाइक यसमा देखिएको छ यसमा यति नै यो ठ्याक्कै यति मात्रै पनि हामीले यो नर्सरीबाट ल्याइसके पश्चात रोप्दाखेरि यति नै रोप्नुपर्छ यो निरञ्जन सर यो बिरुवा रोप्यो नि हजुर अब यसलाई यो कतिपयको चाहिँ यहाँ फेदमै यहाँ काटेछ होइन हजुर यसको जरामा काटेछ एउटा यो काट्ने पनि समस्या नै आछ हजुर अर्को चाहिँ यो फेदभन्दा माथि रोपिसकेको जमिनभन्दा माथि नै काटे यो चाहिँ किटाणु हो कि किराले हो कि यो फट्याङ्ग्राले केले हो यो काट्ने चाहिँ यो कुरा चाहिँ कस्तो मिठो कुरा प्रश्न सोध्नुभयो किसानहरूको धेरै बारीहरूमा चाहिँ आउने समस्या हो जस्तो हामीले बिरुवाहरू रोपिसके पश्चात चाहिँ जस्तो हामीले अहिले अगबरीको कुरा गरौँ अगबरीमा चाहिँ रोपिसके पश्चात चाहिँ कुनै चाहिँ हामीले बिरुवा चाहिँ तपाईँको नसरेको ओइलाएको जस्तो देखिने उखेल्दाखेरि माथि आउने समस्या भन्नुभयो अर्को भनेको बिरुवा चाहिँ यसमा काट्दिने यो ठ्याक्कै यसको बिच पार्टमा चाहिँ काट्दिने भनेको चाहिँ बिरुवाको फेद काट्ने किराले गर्दा काटिदिन्छ भने अर्को चाहिँ यो तपाईँको बिरुवा ओइलाए जसरी जाने यसको जराहरू मरेर जाने पार्ट चाहिँ यो बिरुवामा चाहिँ ढुसीको सङ्क्रमण बढ्दाखेरि चाहिँ यो ढुसीले गर्दा यसका जराहरू चाहिँ कुहिन्छन् र बिरुवाहरू ओइलाउँदै जान्छ र अर्को आफैमा पनि अकबरीमा चाहिँ धेरै जस्तो ओइलाउने रोगहरू चाहिँ धेरै लाग्छ र सो कारणले गर्दाखेरि चाहिँ हामीले पहिले नै के ख्याल गर्नुपर्छ भने यस्तो अवस्थामा चाहिँ हामीले जैविक विषादी ट्राइकोडर्माले चाहिँ हामीले उपचार गरेर बेर्न रोप्नुपर्छ यस्तो अवस्थामा चाहिँ बेर्न उपचार गरेर रोप्यो भने जसले चाहिँ त्यो ट्राइकोडर्माले यसमा ढुसीको जालो चाहिँ ढुसीबाट लाग्ने हानिकारक ढुसीबाट लाग्ने चाहिँ यसमा चाहिँ जीवाणुलाई चाहिँ उसलाई बन्द गरिदिन्छ र रोग लाग्नबाट बच्छ ओइलाउँछ र अर्को किराले काट्ने समस्या छ किराले काट्ने समस्यालाई चाहिँ हामीले गाउँघरमै स्थानीय रूपमा चाहिँ हाम्रा तितेपातीहरू असुरोहरू यस्ता वनस्पतिहरूलाई पनि यो जराको जहाँनिर चाहिँ काटेको हुन्छ काट्ने समस्या हुन्छ त्यहाँनिर चाहिँ यो वरिपरि नै यो तितेपातीलाई चाहिँ राखिदिने हो भने त्यसको ले गर्दा काटिँदैन अर्को भनेको हामीले यसलाई रासायनिक रूपमा अथवा जैविक रूपमा पनि व्यवस्थापन गर्न सकिन्छ ती त्यस्ता खालका रासायनिक विषादीहरूलाई चाहिँ प्रयोग गरेर पनि त्यो किराले काट्ने समस्या हल गर्छ तर तथापि हामीले चाहिँ अहिलेसम्म चाहिँ रासायनिक विषादीबाट चाहिँ त्यसको उपचार चाहिँ गरेका छैनौँ तर हामीले सामान्य अवस्थामा हामीले चाहिँ जैविक विषादी अथवा स्थानीय रूपमा चाहिँ तितेपाती असुरोहरू राखेर पनि हामीले त्यो समस्या चाहिँ समाधान गर्न सक्छौँ बाउ बाजेले जे जसरी गरे त्यही खेती गर्दै बाउको बिडो थाम्ने काम मात्र हुने गरेका दुर्दीका गराहरूमा अहिले अकबरे खुर्सानीका मुनाहरू पलाउँदैछन् तिनै पलाएका मुनाहरूमाथि यहाँका बासिन्दाले आर्थिक अभावमा पिल्सिएको जीवनलाई मजबुत बनाउन आशा र भरोसा राखेका छन् तालिम दिएर नै यसो गर्ने भनेर हामीलाई ट्रेनिङ पनि सिकाएकै हो तर त्यो जुन कुराहरू सिकाइएको थियो त्यो नगरेको कारणले पनि कतिपय बिग्रेको अवस्था छ र त्यो हामीले त्यही कुरालाई पछ्याएर गयौँ भने चाहिँ धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई त्यो लेडी बर्ड बिटल हो क्या त्यो किसानको साथी भन्ने हुन्छ नि किरा नि दुई किसिमको हुन्छ क्या त्यो बालीलाई नोक्सानी गर्ने एउटा बालीलाई सहयोग गर्ने किरा हुन्छ यो चाहिँ हाम्रो रातो खप्टे भन्छ यो 7 थोकले हुन्छ 9 थोकले हुन्छ यो जस्तै लाहीहरूलाई यसले खाने हो क्या कोही किसानको चाहिँ यसलाई मार्दिउँ भने अब प्रायः जसो किसानलाई मैले भनिसकेको छु यो किरालाई सकेसम्म नमार यो किसानको साथीले लाही खान्छ लाही भएको ठाउँमा ठ्याक्कै आफ्नो फुल पाल्छ छेउमा अनि त्यहीबाट हुर्केर यसले मजाले लाही खाएर लगभग 70-80वटा जति यसले खान्छ क्या लाही पैँचो पैँचो माना पातीमा औँला भाँच्ने प्रचलनमा सीमित भएको कृषि प्रणाली अहिले केजी क्विन्टलमा हिसाब गर्दै कति नाफा कति घाटा भयो भने क्याल्कुलेटर थिच्न थालिएको छ लाग्छ दुर्दीवासीको जीवनशैली नै व्यावसायिक मूलक बनेको छ कोदो त्यो बारेमा मैले खर्साङ ठाउँमा सिर्फ 15 पाती कोदो हुन्थे मकै 15 पाती हुन्थे र खर्सानी त समथिङ मैले
यो समयअनुसार यसलाई त सिङ्गो आउँछ जस्तो लाग्छ। दोर्दी गाउँपालिका अध्यक्ष पनि सबभन्दा उहाँको एकदमै यो दोर्दीलाई विकासको चाहिँ एक नम्बरमा चाहिँ विकास गर्ने यो दोर्दीको आम्दानी गर्नलाई उत्पादनमै जोड्नुपर्छ भन्ने उहाँको चाहिँ कृषितर्फ उहाँको एकदमै उहाँको उद्देश्य पनि राम्रो र उहाँ र म हामी दुईजना सल्लाह गरेर अब यो पहिलो वर्ष अगबारे खोर्सानी उत्पादन गरौँ न त भन्नेतर्फ लाग्यौँ। तर कृषकहरू नमान्ने के छ, कृषकहरू नमान्दिने। अब उत्पादन गरौँ न त, अब यो नयाँ बाली हो, अगबारे खोर्सानी लगाऊँ। अब हामी त युट्युबमा देखिरहेका छौँ, अब अरू कृषि के अरे दोर्दी कृषिलाई सोधौँ या उहाँ प्राविधिकहरूसँग सोधौँ, उत्पादन हुन्छ, यसले हाम्रो चाहिँ दोब्बर तिब्बर नाफा हुन्छ, हामीले श्रम गरेको चाहिँ लगानी खेर जाँदैन भन्दाखेरि नमान्ने। मान्छेले गरेर नदेखाएर रहेछ। जब दोर्दीमा हामीले यति पहल गरेर चाहिँ 20 रोपनीमा चाहिँ उत्पादन गरेको देखेपछि यो राम्रो रहेछ भनेर सबैले पोजिटिभ सोचेर अहिले दोर्दीको हरेक 1 देखि 9 नम्बरसम्म सबै किसानहरू चाहिँ अब अगबारे खोर्सानीतिर चाहिँ आकर्षित भएको देखिन्छ। यो पाखाबारी जति पनि बाँझा छन् हाम्रो पनि बाँझै थियो। अनि मकै लगायो बाँदरले सबै खाइदिने। अनि यसलाई बाँदरले पनि नछुँदो रहेछ होइन। अनि पोहोर देखेको मैले बाँदरले आएर यति मुहा हालेर यतापट्टि राखेछ, पछि बारीमा आएर लहटेको अनि बिचमा गसी चपाएछ, फत्रै त्यहीँ बाँदर त औडा भएर त्यहीँ चाहिँ हाम फालेर छटपट्याएर 100औं बाँदरहरू भागाभाग भए। अनि त्यहाँबाट दोबारा पस्न आएर बाँदर भनेपछि यो वन जङ्गलमा पनि उपयुक्त देखियो यो बाँदरले नचलाउने। कोदो मकै बाँदरले नाश पार्छ, तर यो अकबारेलाई चाहिँ बाँदरले पनि छुन सक्दैन। त्यो अनुभव भयो। र जति अहिले बाँकी रहेको बाँझोबारी अहिले लगाएको छन् 20 रोपनी मेरो व्यक्तिगत यो चाहिँ। तर आगो अझै छ मेरो 12 रोपनी जति बाँझो छ, त्यो चाहिँ आगो सबै लगाउने। र लगभग अब यो हिँकै माटोमा हिँकै आफ्नै मोलहरू गाई भैँसीको मोल हालेर अर्ग्यानिक अकबारे चाहिँ आगोबाट समथिङ लगभग यो पालि पनि लगभग 55 लाखको टार्गेट चाहिँ हो 20 रोपनीबाट। अब 1 रोपनीमा 2.5 लाख जति चाहिँ फलिहाल्छ। 50-55 को चाहिँ टार्गेट हो। तर आगो चाहिँ सकभर करोडसम्म पुग्छु कि भन्ने चाहिँ बाँझोबारी सबै चाहिँ एउटा उत्पादनमूलक खेतीमा ल्याउने मैले एकदम अनुभव गरेँ यो 1 वर्षको अन्तरालमा। यो चाहिँ मेरो लागि सुन एउटा आम्दानीको स्रोत बने मेरो लागि। म चाहिँ एकदम गर्व गर्छु यसको लागि र खुसी छु। दोर्दीको हावापानी र माटो सुहाउँदो बाली लगाएर कृषिमा विविधता ल्याउन खोज्नु एक प्रकारको वैज्ञानिक कृषि प्रणाली हो। अकबरे खुर्सानीसँगै अन्य नगदे बाली लगाएर दोर्दी गाउँपालिकालाई कृषि नमुना पालिका जिनाउन यस पालिकाका अध्यक्षदेखि जनप्रतिनिधि, कर्मचारी, कृषक सबै अहोरात्र खटिरहनु भएको छ। हामीले यो दोर्दी गाउँपालिका भित्र रहेका चाहिँ किसानहरूलाई आर्थिक पाटोसँग जोड्नको लागि विभिन्न कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। गत वर्षबाट हामीले यो अकबरे खुर्सानीलाई ट्रायलको रूपमा सुरुवात गऱ्यौँ र यो झन्डै 20 रोपनी जति जग्गामा चाहिँ हामीले ट्रायल गरेका थियौँ। त्यो एकदम सफल भइसकेपछि यसपालि गाउँपालिकाले चाहिँ विशेष अभियानकै रूपमा कार्यक्रम अगाडि बढायो। हाम्रो अभियान थियो हामीले 1000 रोपनीमा चाहिँ खुर्सानी लगाउँछौँ भन्ने अभियान साथ हामीले अभियान सुरु गऱ्यौँ र हामीले एप्लिकेसन छोड्यौँ। जनतालाई चाहिँ आह्वान गरेँ कि उहाँलाई एप्लिकेसन हाल्नुहोस् र हामी चाहिँ अब अकबरे खुर्सानी अभियान ल्याउँदैछौँ भनेर चाहिँ सचेत गरायौँ। हामी वार्डमा टोलमा सबै ठाउँमा गयौँ, इच्छुक किसानहरूलाई भेट्ने अनि उहाँहरूलाई चाहिँ एक्टिभ गराउने, उहाँलाई चाहिँ मोटिभेसन गर्ने काम गर्दै गयौँ। त्यो गर्दाखेरि चाहिँ अहिले हामीलाई झन्डै 700 रोपनीको हाराहारीमा स्पेसली 649 रोपनी चाहिँ एप्लिकेसन हाल्नुभयो। 649 रोपनीको एप्लिकेसन हाल्दै गर्दाखेरि अहिले चाहिँ हाम्रो यो फिल्डमा गइरहेको छ। यो अन्तिम रकममा यो लगभग 12 रोपनी जग्गा यो दोर्दी गाउँपालिका वार्ड नम्बर 4 पन्थे डाँडा भन्छ यसलाई। यहाँ चाहिँ 12 रोपनी जग्गा यो साना किसान सहकारीको माध्यमबाट यो सुरुवात गरेका छौँ। यसमा हामीले 50% अनुदानको रूपमा पालिकाले यो मल्चिङको 50% दिएको छ। हामीले यो खुर्सानीको बिउको लागि चाहिँ 50% दिएको छ र यहीँ किसानहरूलाई बिउ राख्ने तरिकादेखि सबै हाम्रो प्राविधिक हाम्रो कृषि शाखाको चाहिँ प्रमुख निराजन पौडेल यहीँ हुनुहुन्छ। उहाँहरूको टिमले चाहिँ सक्रिय रूपमा काम गरेर चाहिँ यो अगाडि बढिरहेछ र हाम्रो उद्देश्य दसैँसम्ममा चाहिँ कम्ती पनि हाम्रो उद्देश्य त्यो 20 करोड पैसा कमाउने। कम्ती पनि एक रोपनीमा 1000 किलो फल्छ। 1000 किलो चाहिँ 200 रुपियाँको दरले बेच्दाखेरि चाहिँ 20 करोड भनेको थियो। तर अलिकति 700 रोपनीको हाराहारीमा गएपछि त्यही पनि हाम्रो लक्ष्य अनुसार नपुग्दा पनि केही चाहिँ आय आर्जन हुने अवस्था देखिएको छ। र
र यसपालि हामीले यो अकबरी खुर्सानी लगाएको छ। नेक्स्ट इयर फेरि हामीले विभिन्न योजनाहरू बनाएका छौँ। कफीलाई चाहिँ हामीले परिश्रम रूपमा अहिले यसपालि सुरु गरेका छौँ। 6000 बिरुवा हामी लगाउँदैछौँ र यदि त्यो राम्रो खालको सर्ने खालको वातावरण भयो र यहाँको माटोहरूले सबैले चाहिँ क्याच गर्ने खालको स्थिति भयो भने नेक्स्ट इयरबाट जसरी खुर्सानी अभियान गरेका छौँ त्यसरी नै कफी अभियान गर्छौँ हामीले सोच बनाइरहेको छौँ। त्यसो त मलाई अब हाम्रो चाहिँ मौरीको अभियान भइरहेछ 9 नम्बर वार्डमा, बाख्राको 7 नम्बरमा भइरहेछ, अरू कफी चाहिँ अहिले 8 नम्बर गरेका छौँ। त्यसपछि 6 नम्बरमा चाहिँ हामीले सुन्तलाको अभियान गरेका छौँ। त्यहाँ क्युबिक पनि खेती भएको छ। विभिन्न कार्यक्रमहरू ल्याएर चाहिँ कम्ती पनि विदेश जाने युवाहरूलाई यहीँ रोक्ने र विदेशबाट फर्केर आएर यहाँ काम गर्ने वातावरण सिर्जना गर्ने चाहिँ लागिरहेको छ अहिले। उत्पादन गर्नु मात्र कृषि क्रान्ति होइन, त्यसको बजारीकरण प्रमुख पक्ष हो। अहिलेको अवस्थालाई हेर्ने हो भने बजारीकरण झन् तिर पेचिलो बन्दै गएको अवस्था छ। उत्पादन भएको अकबरे खुर्सानीले सही समयमा सही मूल्य पाउन सकेन भने बालुवामा पानी हालेसरी हुन पुग्छ र किसानको कृषि पेशाप्रति वितृष्णा बढ्दै जान्छ। त्यस कुरालाई मनन गरी दोर्दी गाउँपालिकाले अकबरे खुर्सानीको उत्पादनसँगै त्यसको बजारीकरण प्रक्रियालाई केन्द्रमा राखी कार्य अगाडि बढाइरहेको छ। अकबरे खुर्सानी खेतीलाई हामीले अघिल्लो आर्थिक वर्षमा परीक्षणको रूपमा एउटा पाइलटिङ गऱ्यौँ। त्यो पाइलटिङ एक हिसाबले सफल ठहर भयो। व्यावसायिक ढङ्गले गर्न सकिन्छ भन्ने आत्मविश्वास चाहिँ त्यो पाइलटिङबाट हामीलाई प्राप्त भयो। त्यस लगत्तै हामीले अलिक ठुलो स्केलमा यसलाई विस्तार गर्ने र विपन्न किसानलाई आय आर्जन गर्ने सजिलो र छिटो माध्यम बन्न सक्छ भन्ने चाहिँ महसुस गरेपछि यसलाई ठुलो क्षेत्रमा विस्तार गर्ने लक्ष्य लियौँ र हामीले यसलाई नेपाल सरकार विशेष अनुदानको रकमबाट झन्डै 30 लाख रुपियाँ चाहिँ गाउँपालिकाले विनियोजन गर्यो र हामीले 1000 रोपनी क्षेत्रफलमा यो खेती गर्ने लक्ष्य लियौँ। त्यसमा हाम्रो यो खेती गर्दासम्म झन्डै 650 रोपनी चाहिँ अहिले त्यसको खेती भएको छ। यसमा चाहिँ हामीले परिश्रम गर्दाखेरि 1 रोपनी खुर्सानी खेतीमा किसानले झन्डै 2 लाख 2.5 लाखसम्म चाहिँ आम्दानी गरेको जुन अवस्था थियो, त्यसबाट चाहिँ अलिकति बढी प्रोत्साहित भएर हामीले चाहिँ यसमा लगानी गर्नुपर्छ भन्ने महसुस गरेका हौँ। सबै वडामा कहीँ न कहीँ यो चाहिँ खेती अहिले विस्तार भइरहेको छ र हाम्रो अनुमानमा दसैँसम्ममा हाम्रो किसानहरूले झन्डै 10 करोड रुपियाँ चाहिँ भित्राउनुहुन्छ भन्ने अपेक्षा छ। त्यो चाहिँ हाम्रो अकबरे खुर्सानीको बजार मूल्य 300 रुपियाँ 250 देखि 300 चाहिँ मा बेच्दाखेरि त्यति हुन्छ भन्ने अनुमान हो। अब अहिले वर्तमानको चाहिँ मूल्य हेर्दाखेरि बजारमा 700 देखि 1000 सम्म बिक्री भएको चाहिँ देखिया छ। अब त्यो रेटमा जान सक्यो भने त धेरै चाहिँ किसान लाभान्वित हुनुहुन्छ। तैपनि अब यो 1 रोपनी जग्गामा कोदो लगाउँदाखेरि तपाईँको 4 पाथी कोदो फल्न जुन मुस्किल छ, यो खुर्सानी खेती गर्दाखेरि उहाँहरूले 1 रोपनीबाट 2 लाख रुपियाँ चाहिँ सामान्य ढङ्गले आम्दानी गर्न सकिने देखिया हुनाले यसलाई चाहिँ हामीले एउटा मूल्य श्रृङ्खला निर्माण गर्ने एउटा सजिलो र छोटो उपाय भनी ठानेर यसमा लगानी गरेका छौँ। किसानहरूले समूह बनाएर पनि यसमा चाहिँ काम गरिरहनु भएको छ। कतिपय सहकारी संस्थाहरूले काम गरिरहनु भएको छ र अब चाहिँ यो उत्पादन भइसके पछाडि यसको बजारीकरण चाहिँ एउटा चुनौती चाहिँ हो। तर हामीले चाहिँ विभिन्न उद्योग धन्दाहरूसँग अन्य व्यवसायहरूसँग निरन्तर सम्पर्कमा छौँ र हामीले उत्पादन गरेको खुर्सानी खेर जाने छैन भन्नेमा हामी अहिलेसम्म विश्वस्त छौँ। त्यसमा किसानलाई हामीले बजार देखाइदिने हो। एउटा भ्रम चाहिँ के हुनसक्छ भने गाउँपालिकाले लगायो अब गाउँपालिकाले खरिद गर्छ भन्ने भ्रम चाहिँ हुनसक्छ। त्यो भ्रम राख्नु चाहिँ हुँदैन। गाउँपालिकाले खालि हामीले इनेबल गर्छौँ, किसानलाई हामीले बाटो देखाइदिन्छौँ, काम गर्ने उहाँहरूले भएको हुनाले त्यो बिक्रीको ग्यारेन्टी लिने भन्दा पनि बिक्री सहजीकरण गर्ने गाउँपालिकाले गर्छ र अब उत्पादन हुँदाखेरि चाहिँ बजार चाहिँ सुनिश्चित छ भन्ने नै हाम्रो ठम्मै छ। दोर्दी छोडेर विदेशिएका पाइलालाई आफ्नै गाउँ फर्काएर रैथाने खेती प्रणालीलाई आधुनिक व्यवसाय कृषि पेसामा रूपान्तरण र व्यवस्थापन गर्ने दोर्दी गाउँपालिकाको योजना मुताबिक अकबरे खुर्सानीको खेती सुरु गरियो। हिजोसम्म बाँझो पल्टेको खेतका गरामा अहिले अकबरे खुर्सानी रातम्मै भएर झुल्न थालेका छन्।
सानोतिनो घर व्यवहार चलाउन होस् या कुनै ठूला आर्थिक समस्याको बोझ हटाउन त्यति बेला उभिएको हुन्छ अकबरे खुर्सानी। हरेक किसानको मुहारमा हाँसोको लहरहरू छर्दै दोर्तीको आर्थिक अवस्था कायापलट बनाउन अहिले भूमिका खेल्दैछ अकबरे खुर्सानीले रातो हिरा बनेर।